आफूभित्र भएका यौनका जिज्ञासा पीडाहरू दबाएर नबस्नु होला, डाक्टरसँग सल्लाह चाहिँ लिन आवश्यक छ भन्दै आजको भिडियोलाई सुरु गरौँ है त। भिडियोको विषय के छ भने कमेन्टमा कति देख्नुहुन्छ नि तपाईहरुले महिलाहरूलाई ठुलो चाहिन्छ कि कस्तो चाहिन्छ यताउति भन्ने कुराहरू। महिलालाई ठुलो होइन मिलो भने चाहिँ मोटो चाहिन्छ। कसरी चाहिन्छ भन्ने कुरा गरौँ। जुन महिलाको भजाइना हुन्छ, भजाइनाको 2.5 इन्च 2.5-3 इन्चसम्म चाहिँ जति मजा दिन सक्ने हो, जति उनीहरूले चरम आनन्द पाउने हो त्यो भनेको चाहिँ यो एरियामा हो। जुन भजाइनाको भित्री यो जाँदा जाँदैको माथिल्लो भाग हुन्छ नि विशेष गरी हो त्यो यो भजाइना भयो भने यहाँबाट भित्र जाँदाखेरिको यो माथिल्लो भागमा जति घस्रड दिन सक्नुहुन्छ, जति आनन्द दिन सक्नुहुन्छ दिने भनेको त्यो ठाउँमा हो। इन आउट गर्दा भित्र बाहिर गर्दा दिने भनेको त्यो हो। भित्र बाहिर नगरिकन मन छ भने चाहिँ माथि क्याल्टोरेसमा टच गरेर हो भन्ने कुराहरू मैले यो च्यानलबाट थुप्रै पटक भनिसकेकी छु। ध्यान दिएर सुनेको भए आजसम्म बुझागारी भइसक्नु भएको छ। अनि 2.5 इन्चसम्म तपाईहरुले जति आनन्द दिन सक्नुहुन्छ त्यो दिने भनेको यो माथि हो। केही समयपछि खुकुलो भयो होला अथवा बच्चा जन्माइसकेपछि अलि ठुलो भयो, त्यसपछि यस्तो भएन। पहिले त सिलाउने चलन थिएन, आजभोलि त बच्चा जन्माइसकेपछि सिलाएर फेरि पहिलो भन्दा नि अझै सानो साइज बनाइदिने चलन पनि तपाईहरुले विवाहित हुनुहुन्छ भने अथवा त्यस्तो परेको छ भने तपाईहरुलाई थाहा होला। होइन नर्मल डेलिभरी भयो भने चाहिँ त्यही अनुसारले डेलिभरी हुने, त्यसपछि जुन प्राइभेट पार्ट छ त्यसलाई नसिलाइदिने अनि त्यो ठुलै साइज भएको पनि पाइन्थ्यो। अहिले चाहिँ त्यसलाई सिलाएर अलि सानो साइज बनाइदिने गरेको पाइन्छ। तपाईहरुले यसो थाहा छ भने ठिकै छ, छैन भने